प्राकृतिक अस्पतालदेखि विश्वकर्मा चोकसम्मको जुन 2082 7 महिना 7 गतेको निर्णय अनुसार गरेको थियो अमिन बोलाएर नापी गरिरहेका छन्। यो रातो लगाएको चिन्ह चाहिँ त्यो सबै ऐलानी परेको रोडमा परेको भन्ने पुष्टि गरेका छन्। लाहान नापी शाखाका अमिनज्यूहरू पनि आउनुभएको छ र स्थानीय सरकारवालाको पनि अमिनज्यू हुनुहुन्थ्यो। साथसाथै हाम्रो सरोज वडा नम्बर 10 का अध्यक्ष सरोज महतोज्यूको अगुवाईमा अति नै सौन्दर्य राम्रो काम भइरहेको छ र बाटोमा परेको रोडमा परेको घटहराहरू हटाउन भने उहाँले पहल गरेर एकदमै अति नै सराहनीय काम गरिराख्नु छ भन्ने लागेको छ। र यो रोडमा परेका घरहरू छन् यिनीहरूमा मार्क लगाइसकेको छन्, रातो चिन्ह लगाइसकेको छ। जुन चिन्ह भएको यहाँ सबै आम भेला भएर यहाँका बुद्धिजीवी भद्रपल आदमी लगायत प्रहरी नगर प्रहरी सम्पूर्णमा र पत्रकारहरू समेत भएर यहाँ अति नै राम्रो सराहनीय काम गरेको छ। यो रातो चिन्ह लगाएको चाहिँ त्यहाँदेखि उता रोडतिरको चाहिँ यो रोडमा परेको भनेर छुट्याइएको छ, अमिनद्वारा यो छुट्याइएको हो। त्यसै क्रममा नापी गरिरहेका छन्। अति नै सराहनीय काम भइरहेको भन्ने जानकारी त यथावतै छ र ठ्याक्कै नाप्दै गइरहेका छन् र जहाँ ठ्याक्कै पर्यो त्यहाँ नापेर रातो चिन्ह लगाएर सिग्नल दिइरहेका छन्। धेरै धेरै धन्यवाद, धेरै धेरै बधाई। र यस्तै कामहरू अझ भइरहोस् भन्ने चाहनाका साथ आजको यो भेला यति नै र अर्को भोलिको दिनमा फेरि पनि हुन्छ भन्ने सूचना हाम्रो वार्ड अध्यक्षज्यू आफैले दिनुभएको छ। फिर सब कोई के यहाँ सूचना मान लिया, ये बाकी रह गए सरकार 8 बजे आके सबके जमा है बेटा पूरे 20